हेलो फ्युचर टपर्स, आजको भिडियोमा हामी एकाउन्ट सब्जेक्टको न्यूमेरिकल जस्तै धेरै नै इम्पोर्टेन्ट थ्योरी पार्टको छलफल गर्नेछौँ। यस पार्टमा हामी एकाउन्टको सबै च्याप्टरबाट थ्योरी क्वेसन जुन एक्जाम पर्सपेक्टिभले हेर्दा धेरै नै इम्पोर्टेन्ट छ र बारम्बार सोधिएका कन्सेप्ट र क्वेसनको बारेमा छलफल गर्छौँ। भिडियो अन्तिमसम्म हेर्नुहोला। अल च्याप्टर नोट्स भिडियोको अन्तिममा रहेको छ। अब ढिला नगरी हामी कोर्सतर्फ लागौँ। पहिलो नम्बरमा छ कम्पनी एकाउन्टिङ अर्थात् कम्पनी लेखा प्रणाली। 1. कम्पनीको परिभाषा र विशेषताहरू। परिभाषा: कम्पनी भन्नाले नाफा कमाउने उद्देश्यले कानुनद्वारा स्थापना गरिएको एक कृत्रिम व्यक्ति हो। यो धेरै व्यक्तिहरूको सामूहिक लगानीबाट बनेको हुन्छ, जसको पुँजी साना साना इकाइहरूमा बाँडिएको हुन्छ, जसलाई शेयर भनिन्छ। नेपालको कम्पनी ऐन 2063 अनुसार कम्पनी भन्नाले यस ऐन बमोजिम दर्ता भएको सङ्गठित संस्था सम्झनुपर्छ। मुख्य विशेषताहरू: कानुनी कृत्रिम व्यक्ति छ। कम्पनी प्राकृतिक व्यक्ति जस्तै हाडछालाले बनेको हुँदैन, तर कानुनको नजरमा यसको आफ्नै अस्तित्व हुन्छ। यसले अरूमाथि मुद्दा हाल्न र अरूले यसमाथि मुद्दा हाल्न सक्छन्। छुट्टै कानुनी अस्तित्व, सेपरेट लिगल एन्टिटी। कम्पनी र यसका लगानीकर्ताहरू शेयर होल्डर्स फरक हुन्। कम्पनीको सम्पत्ति र ऋणमा शेयर धनीको व्यक्तिगत हक लाग्दैन। अविच्छिन्न उत्तराधिकार: कम्पनीको आयु शेयर धनीको मृत्यु वा पागलपनमा निर्भर हुँदैन। शेयर धनीहरू परिवर्तन भइरहे पनि कम्पनी निरन्तर चलिरहन्छ। सीमित दायित्व: शेयर धनीहरूको जिम्मेवारी उनीहरूले खरिद गरेको शेयरको अङ्कित मूल्यसम्म मात्र सीमित हुन्छ। कम्पनी टाट पल्टेमा शेयर धनीको व्यक्तिगत सम्पत्ति प्रयोग गरिँदैन। साझा छाप हुन्छ: कम्पनीले आफै हस्ताक्षर गर्न नसक्ने हुनाले यसको एउटा आधिकारिक छाप हुन्छ, जसलाई आधिकारिक कागजातमा प्रयोग गरिन्छ। पुँजीको बाँडफाँड: सार्वजनिक कम्पनीका शेयर धनीहरूले आफ्नो शेयर स्वतन्त्र रूपमा अरूलाई बिक्री गर्न वा हस्तान्तरण गर्न सक्छन्। अब चर्चा गरौँ निजी कम्पनी, प्राइभेट कम्पनी र सार्वजनिक कम्पनी, पब्लिक कम्पनी बीचको विस्तृत फरकका बारेमा। साथीहरू, कम्पनी दर्ता गर्दा मुख्य दुई प्रकार हुन्छन्। एउटा ठुलो कारोबार गर्ने र अर्को सानो ग्रुपमा गर्ने छ। अब यी पब्लिक र प्राइभेट कम्पनी बीचको भिन्नतालाई राम्रोसँग हेरौँ। निजी कम्पनीको कुरा गर्दा यसमा कम्तीमा 1 र बढीमा 101 जना सदस्य हुन पाउँछन् भने सार्वजनिक कम्पनीमा कम्तीमा 7 जना र अधिकतम जति पनि हुन सक्छ। त्यसै गरी शेयर हस्तान्तरणको आधारमा हेर्दा निजी कम्पनीमा शेयर धनीले आफ्नो शेयर अरूलाई सजिलै बेच्न पाउँदैनन् भने सार्वजनिक कम्पनीमा शेयर धनीले स्टक मार्केट नेप्से मार्फत सजिलै शेयर बेच्न पाउँ। अब नामको पहिचानको आधारमा हेर्दाखेरि प्राइभेट कम्पनीको पछाडि पीभीटी एलटीडी अनिवार्य रूपमा लेख्नुपर्छ भने सार्वजनिक कम्पनीमा पछाडि एलटीडी मात्र लेखे पुग्छ। त्यस्तै पुँजी सङ्कलनको आधारमा हेर्दा प्राइभेट कम्पनीले पब्लिकबाट पैसा उठाउन पाउँदैन भने पब्लिक कम्पनीले सर्वसाधारणबाट पैसा उठाउन पाउँछ। र अन्तिममा लेखा परीक्षणको कुरा गर्दा प्राइभेट कम्पनीले आफ्नो अडिट रिपोर्ट सार्वजनिक गर्न आवश्यक छैन भने सार्वजनिक कम्पनीले भने साधारण सभा गरेर वा पत्रपत्रिकाको माध्यमबाट आफ्नो आर्थिक विवरण सार्वजनिक गर्नुपर्छ। यो थियो पब्लिक र प्राइभेट कम्पनीको भिन्नता। अब हामी 3 नम्बरमा एमओए र एओए बीचको भिन्नता छलफल गर्नेछौँ। यो कम्पनीको संविधान र नियमावली हो। यसलाई एक्सटर्नल बनाम इन्टर्नलको रूपमा बुझ्नुपर्छ। एमओएले कम्पनीको पावर्स के गर्न पाउँछ भन्छ भने एओएले त्यो काम कसरी गर्ने भन्छ। अब लागौँ मुख्य फरकतर्फ। पहिलोमा छ परिभाषा। एमओए कम्पनीको मुख्य बडापत्र यानि कन्स्टिट्युसन हो भने एओए कम्पनी चलाउने आन्तरिक नियम हो। त्यस्तै गरी क्षेत्रफलको कुरा गर्दा प्रबन्ध पत्र यानि एमओएले कम्पनीको बाहिरी जगतसँगको सम्बन्ध र उद्देश्य राख्छ भने चाहिँ नियमावली यानि एओएले कम्पनी भित्रको दैनिक प्रशासन र व्यवस्थापन तोक्छ। त्यसै गरी विषयवस्तुको आधारमा एमओएमा कम्पनीको नाम, ठेगाना, उद्देश्य र पुँजी जस्ता कुराहरू लेखिन्छ भने एओएमा चाहिँ कम्पनीको बोर्ड बैठक, शेयर ट्रान्सफर र मिटिङका नियमहरू लेखिन्छ। सर्वोच्चताको आधारमा एमओए एओए भन्दा ठुलो हुन्छ र नियमावली यानि एओए प्रबन्ध पत्र यानि एमओए भन्दा सानो हुन्छ। र अन्तिममा परिवर्तनको कुरा गर्दा एमओएलाई परिवर्तन गर्न धेरै कानुनी झन्झट र सीआरओको अनुमति पनि चाहिन्छ भने नियमावली यानि एओएलाई कम्पनीको साधारण सभाको मार्फतबाट सजिलै परिवर्तन गर्न सकिन्छ। यसरी हेर्दा यी नै एमओए र एओए बीचका मुख्य फरकहरू थिए। अब लागौँ अर्को प्रश्नको कन्सेप्टतर्फ। कम्पनी स्थापनाको प्रक्रिया यानि कम्पनी फर्मेसन प्रोसेस। यो परीक्षाको लागि निकै महत्त्वपूर्ण लङ क्वेसन हो। आउनुहोस् यसका चरणहरूलाई विस्तारमा बुझौँ। कम्पनी खोल्नु भनेको एउटा बच्चा जन्माउनु जस्तै हो। पहिला सोच्नुपर्छ, पछि दर्ता गर्नुपर्छ। यसलाई 4वटा मुख्य चरणहरूमा व्याख्या गर्न सकिन्छ: प्रवर्धन, दर्ता, पुँजी सङ्कलन र व्यवसाय प्रारम्भ। नम्बर 1 प्रवर्धन चरण यानि प्रमोसन स्टेज। यसमा सबैभन्दा पहिला बिजनेस आइडिया सोच्ने मान्छे प्रवर्धकले आइडिया निकाल्छ, उसले मार्केटको स्टडी गर्छ, कानुनी सल्लाह लिन्छ र साथीभाइहरू खोज्छ। 2 समामेलन वा दर्ता चरण यानि इन्कर्पोरेसन स्टेज। यस अन्तर्गत कम्पनी रेजिस्टरको अफिस यानि सीआरओमा गएर नाम दर्ता गर्ने प्रक्रिया गरिन्छ। यसका लागि एमओए, एओए र अरू डकुमेन्टहरू बुझाउनुपर्छ। सबै ठिक भए सीआरओले सर्टिफिकेट अफ इन्कर्पोरेसन दिन्छ। अब कम्पनीको जन्म भयो। 3
पुँजी उठाउने चरण यानी क्यापिटल सब्सक्रिप्सन स्टेज। पब्लिक कम्पनी हो भने प्रोस्पेक्टस यानी प्रोस्पेक्टस निकाल्ने, जनतालाई शेयर किन्न भन्ने र ब्याङ्कमा पैसा जम्मा गर्न लगाउने। नम्बर 4 व्यापार सुरुवात चरण यानी कमेन्समेन्ट अफ बिजनेस। पब्लिक कम्पनीको लागि मिनिमम पैसा उठेको प्रमाण पेश गरेपछि सीआरओबाट कमेन्समेन्ट सर्टिफिकेट लिनुपर्छ, त्यसपछि मात्रै बिजनेस स्टार्ट हुन्छ। अब यस च्याप्टरको अन्तिम महत्त्वपूर्ण विषय विवरण पत्र यानी प्रोस्पेक्टस। कम्पनीले सर्वसाधारणलाई शेयर किन्नका लागि दिने औपचारिक निमन्त्रणा पत्र नै विवरण पत्र हो। प्रोस्पेक्टस एउटा यस्तो डकुमेन्ट हो जसले पब्लिकलाई कम्पनीको शेयरमा लगानी गर्न आह्वान यानी इन्भाइट गर्छ। यसमा कम्पनीको सबै नराम्रा र राम्रा पक्ष लेख्नुपर्छ। पहिलो महत्त्व सूचनाको स्रोत यानी सोर्स अफ इन्फर्मेसन। लगानीकर्ताले कम्पनीको इतिहास, नाफा र फ्युचर प्लान यहीबाट थाहा पाउँछन्। दोस्रो कानुनी आधार यानी लिगल एभिडेन्स। भोलि कम्पनीले झुटो बोलेको रहेछ भने प्रोस्पेक्टसलाई प्रमाण यानी प्रुफको रूपमा कोर्टमा देखाउन सकिन्छ। अर्को लगानी प्रोत्साहन यानी इन्करेजिङ इन्भेस्टमेन्ट। राम्रो प्रोस्पेक्टसले जनतालाई विश्वास दिलाउँछ र कम्पनीमा पैसा हाल्न मन लगाउँछ। र लास्टमा पारदर्शिता यानी ट्रान्सप्यारेन्सी। यसले कम्पनीको डाइरेक्टर्सको डिटेल्स र फाइनान्शियल पोजिसन क्लियर गर्छ। यसरी एउटा आइडियाबाट सुरु भएको यात्रा कानुनी प्रक्रिया पूरा गरेपछि एउटा पूर्ण कम्पनीको रूपमा स्थापित हुन्छ। आशा छ तपाईले कम्पनी स्थापनाका यी 4 चरणहरू स्पष्टसँग बुझ्नुभयो। यिनीहरू थिए च्याप्टर 1 का इम्पोर्टेन्ट थ्योरीहरू। एक शेयर पुँजीको संरचना परिभाषा। कुनै पनि कम्पनीले व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने पुँजीलाई ससाना एकाइहरूमा विभाजन गरेको हुन्छ जसलाई शेयर भनिन्छ। यी शेयरहरू बिक्री गरेर सङ्कलन गरिएको कुल रकमलाई शेयर पुँजी भनिन्छ। कम्पनी ऐन अनुसार शेयर पुँजीलाई विभिन्न तहमा वर्गीकरण गरिएको हुन्छ जसलाई यसको संरचना भनिन्छ। संरचनाका विभिन्न स्वरूपहरू। 1 अधिकृत पुँजी स्वरूप हो। यो कम्पनीको प्रबन्ध पत्रमा उल्लेख गरिएको अधिकतम पुँजी हो। कम्पनीले आफ्नो जीवनकालमा यो सीमा भन्दा बढी शेयर जारी गर्न पाउँदैन। यसलाई रेजिस्टर्ड वा नोमिनल क्यापिटल पनि भनिन्छ। 2 जारी पुँजी अधिकृत पुँजीको त्यो भाग जुन कम्पनीले सर्वसाधारणलाई खरिद गर्नका लागि प्रस्ताव गर्दछ। सबै अधिकृत पुँजी एकैपटक जारी नहुन पनि सक्छ। 3 माग गरिएको पुँजी। जारी गरिएको शेयर मध्ये सर्वसाधारणले खरिद गर्नका लागि आवेदन दिएको वा स्वीकार गरेको पुँजीलाई सब्स्क्राइब्ड पुँजी भनिन्छ। यो जारी पुँजी बराबर वा सो भन्दा कम हुन सक्छ। 4 कलब पुँजी बर। यो शेयरको कुल मूल्य मध्ये कम्पनीले हालसम्म भुक्तानी गर्न माग गरेको रकम हो। जस्तै 100 रुपैयाँको शेयरमा कम्पनीले अहिले 70 रुपैयाँ मात्र मागेको छ भने त्यो 70 रुपैयाँ कलब पुँजी हो। 5 चुक्ता पुँजी बार। शेयर धनीहरूले वास्तवमै कम्पनीलाई बुझाएको रकम। कहिलेकाहीँ केही शेयर धनीले मागेको रकम बुझाउँदैनन् छै, त्यसलाई घटाएपछि बाँकी रहने रकम चुक्ता पुँजी हो। 6 आरक्षित पुँजी का। कम्पनीले माग नगरेको पुँजीको त्यो हिस्सा जुन कम्पनी खारेजीको समयमा मात्र माग गर्ने गरी सुरक्षित राखिन्छ। निष्कर्ष यसरी शेयर पुँजीको संरचनाले कम्पनीको वित्तीय क्षमता र शेयर धनीहरूको दायित्वलाई स्पष्ट पार्दछ। अब यसपछि हामी अर्को कन्सेप्टतिर लागौं। 2 साधारण शेयर र अग्राधिकार शेयर बीचको भिन्नता। कम्पनीले पुँजी सङ्कलन गर्न 2 प्रकारका मुख्य शेयरहरू जारी गर्छ। कम्पनीको वास्तविक मालिकलाई बुझाउने शेयर इक्विटी हो भने विशेष अधिकार पाउने शेयर प्रेफरेन्स हो। अब यी 2 बीचको भिन्नतालाई हामी विभिन्न मुख्य कुराहरूलाई आधार मानेर सरल रूपमा बुझौं। फर्स्टमा लाभांशको दरको आधारमा हेर्दा साधारण शेयरमा लाभांशको दर निश्चित हुँदैन। नाफा धेरै भए धेरै, नभए नपाउन पनि सक्छ। त्यस्तै भुक्तानी प्राथमिकतालाई मध्यनजर गर्दा अग्राधिकार शेयर धनीहरूले सुरुमा लाभांश पाइसकेपछि मात्र बल्ल साधारण शेयर धनीहरूले लाभांश पाउँछन्। मतदानको अधिकारलाई हेर्दा साधारण शेयर धनी कम्पनीको वास्तविक मालिक हुन्, त्यसैले यिनीहरूलाई मतदान गर्ने सम्पूर्ण अधिकार हुन्छ भने अग्राधिकार शेयर धनीलाई मतदान गर्ने अधिकार हुँदैन। चौथोमा पुँजी फिर्ता गर्ने प्रक्रिया हेर्दा कम्पनी बन्द हुँदा सबैको ऋण र अग्राधिकार शेयर फिर्ता गरिसकेपछि मात्र साधारण शेयर धनीले आफ्नो पुँजी फिर्ता पाउँछन्। त्यही भने अग्राधिकार शेयर धनीले साधारण शेयर धनी भन्दा सुरुमा आफ्नो पुँजी फिर्ता पाउँछन्। र अन्त्यमा जोखिमको आधारमा हेर्दा साधारण शेयरमा बेसी जोखिम हुन्छ किनकि यी शेयर धनीले कम्पनी नाफा नहुन्जेलसम्म लाभांश पाउँदैनन्। तर अग्राधिकार शेयर धनीले चाहिँ कम्पनी नाफामा नगए पनि एउटा निश्चित दरले लाभांश पाइराख्छन्। निष्कर्ष जोखिम उठाउन चाहने र कम्पनीको व्यवस्थापनमा सहभागी हुन चाहने लगानीकर्ताका लागि इक्विटी शेयर राम्रो हुन्छ भने सुरक्षित आम्दानी चाहनेका लागि प्रेफरेन्स शेयर उपयुक्त हुन्छ। यी थिए साधारण शेयर र अग्राधिकार शेयर बीचको भिन्नता। अब कुरा गरौँ ओभर सब्सक्रिप्सन र अन्डर सब्सक्रिप्सन। ओभर सब्सक्रिप्सन र अन्डर सब्सक्रिप्सन दुवै शब्दले शेयर जारी गर्दा जनताबाट कस्तो प्रतिक्रिया आयो भन्ने बुझाउँछन्। ओभर सब्सक्रिप्सन जब कम्पनीले निष्कासन गरेको शेयरको संख्या भन्दा धेरै आवेदन प्राप्त हुन्छ त्यसलाई ओभर सब्सक्रिप्सन भनिन्छ। यो प्राय राम्रो साख भएका कम्पनीहरूको हकमा हुन्छ। यसलाई व्यवस्थापन कसरी गरिन्छ? एक शेयर फिर्ता
केही आवेदकलाई सेयर नदिने र उनीहरूको पैसा फिर्ता गर्ने। 2 प्रो राटा बाँडफाँड, सबै आवेदकलाई माग गरे भन्दा कम अनुपातमा सेयर दिने, जस्तै 2 किता माग्नेलाई 1 किता दिने। 3 मिश्रित विधि, केहीलाई पूर्ण दिने, केहीलाई प्रो राटामा दिने र केहीलाई फिर्ता गर्ने। ख अन्डर सब्सक्रिप्सन, जब कम्पनीले जारी गरेको सेयर संख्या भन्दा कम संख्याका लागि मात्र आवेदन प्राप्त हुन्छ त्यसलाई अन्डर सब्सक्रिप्सन भनिन्छ। यो नयाँ वा कम चर्चामा रहेका कम्पनीहरूमा यस्तो हुन सक्छ। यसको असर, यदि आवेदन न्यूनतम सब्सक्रिप्सन सामान्यतया 90% भन्दा कम पर्यो भने कम्पनीले सेयर जारी गर्न पाउँदैन र सबै पैसा फिर्ता गर्न पाउँछ। 2 यस अवस्थामा सबै आवेदकले मागे जति सेयर पाउँछन्। 3 बाँकी रहेको सेयर अन्डरराइटर वा बीमाकर्ताहरूले खरिद गर्नुपर्ने हुन्छ यदि सम्झौता भएको छ भने। निष्कर्ष, ओभर सब्सक्रिप्सनले कम्पनीप्रतिको उच्च विश्वास जनाउँछ भने अन्डर सब्सक्रिप्सनले बजारमा कम्पनीको माग कम रहेको देखाउँछ। अब कुरा गरौँ 1 सेयर जफत र यसको प्रक्रिया बारे। परिभाषा, यदि कुनै सेयर धनीले कम्पनीले माग गरेको बाँडफाँड वा कलको रकम तोकिएको समयभित्र भुक्तानी गर्न सकेन भने कम्पनीले त्यस्ता सेयर धनीको सेयर सदस्यता रद्द गरी उसले पहिले बुझाएको रकम समेत जफत गर्न सक्छ, जसलाई सेयर जफत भनिन्छ। सेयर जफतको प्रक्रिया, कम्पनी ऐन र नियमावली अनुसार सेयर जफत गर्दा निम्न प्रक्रियाहरू पूरा गर्नुपर्छ। बक्यौता सूची तयार गर्ने, सबैभन्दा पहिले कुन सेयर धनीले कुन किस्ताको रकम बुझाएका छैनन् त्यसको विवरण तयार गरिन्छ। सूचना पठाउने, रकम नबुझाउने सेयर धनीलाई कम्तीमा 14 दिनको समय दिएर बाँकी रकम र ब्याज सहित बुझाउन लिखित पत्र पठाइन्छ। अन्तिम चेतावनी, पहिलो सूचनाको पालना नभएमा सेयर जफत हुन सक्छ भनी अन्तिम चेतावनी दिइन्छ। सञ्चालक समितिको निर्णय, चेतावनी दिँदा पनि रकम प्राप्त नभएमा सञ्चालक समितिले सेयर जफत गर्ने औपचारिक निर्णय पारित गर्दछ। नाम हटाउने, जफत भइसकेपछि कम्पनीको सेयर धनी दर्ता किताबबाट उक्त व्यक्तिको नाम हटाइन्छ। अन्त्यमा सार्वजनिक सूचना, सेयर जफत भएको जानकारी सम्बन्धित व्यक्तिलाई दिइन्छ र आवश्यक परेमा सार्वजनिक। अब हामी जफत गरिएका सेयरहरूको पुनः जारी भनेको के हो भन्ने कुरा बुझौँ। परिभाषा, जफत गरिएका सेयरहरू कम्पनीको स्वामित्वमा फिर्ता आउँछन्। कम्पनीले यी सेयरहरूलाई सधैँ आफूसँग राख्दैन, बरु पुनः सर्वसाधारण वा अन्य व्यक्तिलाई बिक्री गर्दछ। यसै कार्यलाई जफत सेयरको पुनः जारी भनिन्छ। पुनः जारी गर्ने विधिहरू, जफत गरिएका सेयरहरू निम्न 3 मूल्यमा पुनः जारी गर्न सकिन्छ। 1 अंकित मूल्यमा 100 रुपैयाँको सेयर 100 मै बेच्नु। 2 प्रिमियममा 100 रुपैयाँको सेयर 110 मा बेच्नु। मुख्य लेखा नियमहरू, पुनः जारी गर्दा भएको नाफालाई क्यापिटल रिजर्भ खातामा सारिन्छ। पुनः जारी गर्दा दिएको छुटलाई शेयर फर्फिचर अकाउन्टबाट मिलाइन्छ। निष्कर्ष, पुनः जारीको मुख्य उद्देश्य कम्पनीको चुक्ता पुँजीलाई पुनः पहिलेकै अवस्थामा पुर्याउनु हो। अब हामी शेयर पुँजीका विभिन्न प्रकारहरूका बारेमा कुरा गरौँ। 8 अङ्कको प्रश्नका लागि यसलाई निम्न अनुसार विस्तृत रूपमा वर्गीकरण गर्नुपर्छ। 1 अधिकृत वा दर्ता गरिएको पुँजी, यो कम्पनीको प्रबन्ध पत्र MOA मा उल्लेख गरिएको अधिकतम सीमा हो। कम्पनीले आफ्नो जीवनकालमा यो भन्दा बढी सेयर जारी गर्न पाउँदैन। यसलाई कम्पनीको नोमिनल क्यापिटल पनि भनिन्छ। जारी पुँजी, अधिकृत पुँजीको त्यो अंश जुन कम्पनीले सर्वसाधारणका लागि बिक्री गर्न प्रस्ताव गर्दछ। उदाहरणका लागि 10 करोड अधिकृत पुँजी भएको कम्पनीले 5 करोड मात्र बजारमा ल्याउन सक्छ। 3 माग गरिएको पुँजी, जारी गरिएको सेयर मध्ये सर्वसाधारणले खरिद गर्न आवेदन दिएको र कम्पनीले स्वीकृत गरेको पुँजी। 4 नमागिएको पुँजी, सेयरको कुल मूल्य मध्ये कम्पनीले हालसम्म माग नगरेको रकम, जस्तै 1 सेयरको सेयरमा 80 मात्र मागिएको छ भने 20 रुपैयाँ नमागिएको पुँजी हो। 5औं नम्बरमा छ चुक्ता पुँजी अर्थात् पेड अप क्यापिटल। सेयर धनीहरूले वास्तवमै कम्पनीको ब्याङ्क खातामा बुझाएको रकम नै चुक्ता पुँजी हो। यो नै कम्पनीको वास्तविक कार्यशील पुँजी हो। 6औं नम्बरमा छ आरक्षित पुँजी अर्थात् रिजर्भ क्यापिटल। कम्पनीले नमागिएको पुँजीको केही हिस्सा कम्पनी खारेज हुने समयमा साहुहरूको भुक्तानी गर्नका लागि मात्र सुरक्षित राख्छ भने त्यसलाई आरक्षित। निष्कर्षमा भन्नुपर्दा यी विभिन्न प्रकारका पुँजीहरूले कम्पनीको वित्तीय अवस्था र कानुनी सीमालाई स्पष्ट पार्दछन्। परीक्षाका लागि एउटा सुझाव, यी बुदाहरूलाई व्याख्या गर्दा एउटा काल्पनिक उदाहरण जस्तै एउटा कम्पनीको नाम र सेयर संख्या दिनुभयो भने परीक्षकले तपाईको उत्तरलाई अझै उच्च मूल्याङ्कन गर्नेछन्। अब कुरा गरौँ कल इन एरियर र कल इन एडभान्सको। कम्पनीले सेयरको रकम एकैपटक नमगी विभिन्न किस्ताहरू जस्तै आवेदन, बाँडफाँड र कलहरूमा माग्ने गर्दछ। यस प्रक्रियामा सबै सेयर धनीले समयमै पैसा बुझाउँदैनन् वा कहिलेकाहीँ समयभन्दा पहिला बुझाउँछन्। यस्तो अवस्थालाई नै लेखाविधिमा कल इन एरियर र कल इन एडभान्स भनिन्छ। परिभाषामा कल्स इन अरियर्स अर्थात् बाँकी कल, कम्पनीले सेयरको किस्ता बापतको रकम माग्दा कुनै सेयर धनीले तोकिएको समयसीमाभित्र उक्त रकम भुक्तानी नगरेमा त्यसलाई कल्स इन अरियर्स भनिन्छ। कल इन एडभान्स, कम्पनीले कुनै किस्ताको रकम माग नगर्दै सेयर धनीले भविष्यमा बुझाउनु पर्ने रकम पहिल्यै भुक्तानी गरेमा त्यसलाई कल इन एडभान्स भनिन्छ। मुख्य बुदाहरूमा पहिलो छ ब्याजको दर।
कल्स इन अरियर्सको हकमा कम्पनीको नियमावली अनुसार बाँकी रकममा शेयर धनीले कम्पनीलाई ब्याज तिर्नुपर्छ। कम्पनी ऐन अनुसार यो ब्याज दर सामान्यतया वार्षिक 5। अग्रिम कलको हकमा कम्पनीले प्राप्त रकममा शेयर धनीलाई ब्याज दिनुपर्छ, जसको दर सामान्यतया वार्षिक 6% सम्म हुन्छ। अब दोस्रो बुदा वासलातमा लेखाङ्कन। अब वासलातमा हेरौँ, कल्स इन अरियर्सलाई पुँजीगत पक्षमा कल्ड अप क्यापिटलबाट घटाएर खुद चुक्ता पुँजी निकालिन्छ, तर कल्स इन एडभान्सलाई भने कम्पनीको दायित्व मानिन्छ र यसलाई करेन्ट लायबिलिटी छिर्छ। तेस्रो बुदा लाभांश र अधिकार। बाँकी रहेको रकममा कम्पनीले लाभांश दिँदैन र ध्यान दिनुहोस्, यदि लामो समयसम्म रकम बुझाइएन भने कम्पनीले शेयर जफत अर्थात् फोरफिचर समेत गर्न सक्छ। अग्रिम कलको हकमा यसले लाभांश वा थप मतदान अधिकार दिँदैन, केवल ब्याज मात्र पाइन्छ। अब अगाडि बढौँ एउटा महत्त्वपूर्ण तुलनातर्फ, शेयर र डिबेन्चर बीचका फरकहरू। परिभाषा शेयर। कम्पनीको पुँजीको सबैभन्दा सानो इकाइलाई शेयर भनिन्छ। शेयर किन्ने व्यक्तिलाई शेयर धनी भनिन्छ, जो कम्पनीको मालिक हो। ऋणपत्र। कम्पनीले सर्वसाधारणबाट ऋण लिएको लिखित प्रमाण वा तम्सुकलाई ऋणपत्र भनिन्छ। यसका लगानीकर्तालाई ऋणपत्र धनी अर्थात् डिबेन्चर होल्डर भनिन्छ, जो कम्पनीका साहु हुन्। अब हामी विभिन्न आधारबाट शेयर र ऋणपत्र बीचको फरकलाई बुझाउँ। पहिलो छ हैसियत। शेयर धनीहरूको कुरा गर्दा यिनीहरू कम्पनीको मालिक हुन् भने ऋणपत्र धनी कम्पनीको साहु हुन्। त्यस्तै प्रतिफलको कुरा गर्दा शेयर धनीलाई प्राप्त हुने रकमलाई लाभांश भनिन्छ भने ऋणपत्र धनी अर्थात् डिबेन्चर होल्डरलाई ब्याज प्रदान गरिन्छ। फेरि प्रतिफलको सुनिश्चिततालाई मध्यनजर गर्दा कम्पनी नाफामा गयो भने मात्र शेयर धनीले रकम पाउँछन्, तर ऋणपत्र धनीले नाफा वा घाटा जे भए पनि एउटा निश्चित दरमा ब्याज पाउँछन्। अब जोखिमतालाई आधार मान्दा शेयर लगानीकर्ता बेसी जोखिममा हुन्छन्। कम्पनी डुब्यो भने उनीहरूको सबै लगानीको रकम डुब्छ भने ऋणपत्र धनी शेयर धनी भन्दा बेसी सुरक्षित हुन्छन्। उनीहरूले कम्पनी डुबे पनि आफ्नो पहिलाको ऋण रकम फिर्ता पाउँछन्। र अन्तिममा परिवर्तनशीलताको कुरा गर्दा शेयर धनीलाई ऋणपत्र धनीमा परिणत गर्न सकिँदैन भने ऋणपत्र धनीलाई केही समयपछि शेयर धनीमा परिणत गर्न सकिन्छ। निष्कर्षमा शेयर जोखिम लिन चाहने र कम्पनीको मालिक बन्न चाहने लगानीकर्ताका लागि उपयुक्त हुन्छ भने कम्पनीले आफ्नो वित्तीय संरचना सन्तुलनमा राख्न यी दुवै प्रयोग गर्दछ। साथीहरू, हामीले च्याप्टर 2 का महत्त्वपूर्ण थ्योरी प्रश्नहरू सकायौं। अब हामी लागौं च्याप्टर 3 तर्फ, जहाँ हामी यसका प्राविधिक र व्यावहारिक पक्षहरू सिक्नेछौँ। अब हामी च्याप्टर 3 तिर लाग्छौँ। कक्षा 12 को परीक्षाको दृष्टिकोणले महत्त्वपूर्ण मानिने डिबेन्चर अर्थात् ऋणपत्रसँग सम्बन्धित यी 4वटा प्रश्नहरूको उत्तर विस्तृत रूपमा यहाँ प्रस्तुत गरिएको छ। यसलाई तपाईले आफ्नो कपीमा टिपेर अध्ययन गर्न सक्नुहुन्छ। पहिलो प्रश्न, ऋणपत्र अर्थात् डिबेन्चर भनेको के हो र यसका विशेषताहरू के हुन्? कम्पनीले सर्वसाधारण वा अन्य निकायहरूबाट ऋण उठाएको प्रमाण स्वरूप दिइने एउटा लिखित प्रमाणपत्र नै ऋणपत्र हो। यो कम्पनीको लागि दीर्घकालीन ऋण हो। कम्पनीले यस बापत लगानीकर्तालाई एउटा निश्चित दरमा ब्याज भुक्तानी गर्ने प्रतिज्ञा गर्दछ। विशेषताहरू। 1. ऋणको प्रमाण। यो कम्पनीले लिएको ऋणको आधिकारिक र कानुनी लिखत हो। 2. निश्चित ब्याज दर। ऋणपत्रमा ब्याजको दर पहिले नै तोकिएको हुन्छ, जस्तै 10% डिबेन्चर। 3. प्रतिफलको रूपमा ब्याज। शेयर धनीले लाभांश पाए जस्तै ऋणपत्र धनीले अनिवार्य रूपमा ब्याज पाउँछन्, चाहे कम्पनीलाई नाफा होस् वा घाटा। 4. पुँजी फिर्ताको प्राथमिकता। कम्पनी बन्द हुने अवस्थामा शेयर धनीहरू भन्दा पहिला ऋणपत्र धनीहरूले आफ्नो पैसा फिर्ता पाउँछन्। 5. मतदान अधिकार नहुने। ऋणपत्र धनीहरू कम्पनीको साहु मात्र हुन्, त्यसैले उनीहरूलाई कम्पनीको साधारण सभामा भोट हाल्ने अधिकार हुँदैन। 6. धितो। धेरै जसो ऋणपत्रहरू कम्पनीको चल अचल सम्पत्ति धितो राखेर जारी गरिएका हुन्छन्। अब दोस्रो छ ऋणपत्रका प्रकारहरू। परीक्षामा यो प्रश्न सोधिएमा सुरुमा ऋणपत्रको छोटो परिभाषा लेखेर तलका बुदाहरूलाई यसरी व्याख्या गर्नुहोस्। 1. सुरक्षाको आधारमा सुरक्षित ऋणपत्र अर्थात् सिक्योर्ड डिबेन्चर। यस्ता ऋणपत्र जारी गर्दा कम्पनीले आफ्नो निश्चित सम्पत्ति जस्तै जग्गा, मेसिन धितो राखेका हुन्छन्। यदि कम्पनीले पैसा तिर्न सकेन भने ऋण धनीले त्यो सम्पत्ति बेचेर आफ्नो लगानी असुल गर्न पाउँछन्। असुरक्षित ऋणपत्र। यस्ता ऋणपत्रहरू जारी गर्दा कम्पनीले कुनै पनि सम्पत्ति धितो राखेको हुँदैन, यो केवल कम्पनीको साख वा विश्वासमा आधारित हुन्छ। 2. परिवर्तनशीलताको आधारमा। परिवर्तनीय ऋणपत्र। यस्ता ऋणपत्र धनीलाई एउटा निश्चित समयपछि आफ्नो ऋणपत्रलाई साधारण शेयरमा बदल्ने सुविधा दिइएको हुन्छ। अपरिवर्तनीय ऋणपत्र। यस्ता ऋणपत्रहरू कहिल्यै पनि शेयरमा परिणत हुँदैनन्। यिनको काम ऋण दिने र अन्त्यमा सावा फिर्ता लिने मात्र हुन्छ। 3. फिर्ता हुने समयको आधारमा फिर्ता हुने ऋणपत्र। यस्ता ऋणपत्रको भुक्तानी अवधि जस्तै 5 वर्ष वा 10 वर्ष पहिले नै तोकिएको हुन्छ र सो समय पुगेपछि कम्पनीले अनिवार्य रूपमा पैसा फिर्ता गर्नुपर्छ। फिर्ता नहुने ऋणपत्र। कम्पनी जीवित रहुन्जेल यस्तो ऋणको सामा फिर्ता हुँदैन। कम्पनी बन्द हुने बेलामा मात्र पैसा फिर्ता गरिन्छ। 4. दर्ताको आधारमा। दर्ता गरिएको ऋणपत्र। यस्ता ऋणपत्र धनीको नाम, ठेगाना र विवरण कम्पनीको दर्ता किताबमा लेखिएको हुन्छ। यसलाई हस्तान्तरण गर्न कानुनी प्रक्रिया चाहिन्छ। वाहक ऋणपत्र। यो चेक जस्तै हुन्छ।
जसको हातमा यो प्रमाणपत्र हुन्छ उही यसको मालिक मानिन्छ। यसलाई हातै हस्तान्तरण गर्न सकिन्छ। अब हामी तेस्रो र अन्तिम कन्सेप्टतर्फ लागौं। ऋणपत्र फिर्ता विधिहरू अर्थात् मेथड्स अफ रिडेम्पसन अफ डिबेन्चर। ऋणपत्रको सामा रकम फिर्ता गर्ने प्रक्रियालाई रिडेम्पसन भनिन्छ। 10 मार्क्सको लागि यसलाई यसरी बुदागत व्याख्या गर्नुहोस्। एकमुष्ट भुक्तानी विधि यो सबैभन्दा सरल विधि हो। ऋणपत्र जारी गर्दा नै तोकिएको म्याद समाप्त भएपछि कम्पनीले सबै ऋणपत्र धनीहरूलाई एकै पटक उनीहरूको सामा रकम फिर्ता गरिदिन्छ। 2 किस्ताबन्दी वा गोला प्रथा विधि। कम्पनीले हरेक वर्ष केही रकम किस्ताको रूपमा फिर्ता गर्दै जान्छ। कुन लगानीकर्ताको पैसा पहिले फिर्ता गर्ने भन्ने निर्णय गोला प्रथा मार्फत गरिन्छ। यसले कम्पनीलाई एकै पटक ठूलो रकम जुटाउनु पर्ने भार पर्दैन। 3 खुल्ला बजारबाट खरिद। कहिलेकाहीँ कम्पनीले शेयर बजारमा आफ्नै ऋणपत्रहरू सस्तो मूल्यमा उपलब्ध भएको देख्यो भने आफैले खरिद गर्छ। यसरी खरिद गरेपछि ती ऋणपत्रहरू रद्द गरिन्छ, जसले गर्दा कम्पनीको ऋण भार कम हुन्छ। 4 शेयर वा नयाँ ऋणपत्रमा परिवर्तन। यदि ऋणपत्रहरू कन्भर्टिबल छन् भने कम्पनीले नगद फिर्ता गर्नुको साटो लगानीकर्तालाई कम्पनीको साधारण शेयर वा नयाँ शर्तका ऋणपत्रहरू दिन्छ। यसले कम्पनीको नगद प्रवाहमा दबाव दिँदैन। 5 ऋण फिर्ता कोष विधि। कम्पनीले भविष्यमा ऋण तिर्न सजिलो होस् भनेर हरेक वर्ष आफ्नो नाफाको केही हिस्सा छुट्टै कोषमा जम्मा गर्छ। यो रकमलाई बाहिर कतै लगानी गरिन्छ र ऋण तिर्ने समय आएपछि सो लगानी बेचेर आएको पैसाले ऋणपत्र चुक्ता गरिन्छ। यी थिए हाम्रो च्याप्टर 3 सम्मका एक्जाममा बारम्बार दोहोरिने थ्योरी प्रश्नका नोटहरू। अब हामी नोटतर्फ लागौं। लिंक मार्फत नोट प्रदान गर्दा धेरैको फोनमा लिंक नखुल्ने समस्या देखिएकाले अब हामी यही भिडियोभित्रै नोटको स्लाइडहरू डिस्प्ले गर्नेछौँ। यसलाई ध्यान दिएर पढ्नु होला र टिपोट गर्न पनि नछुटाउनु होला। आजको भिडियोमा हामी यति नै छलफल गर्नेछौँ। आशा छ तपाईलाई भिडियो र नोट दुवै राम्रो लाग्यो होला। आगामी दिनहरूमा यस्तै भिडियो हाल्न हामीलाई प्रोत्साहन गर्नु हुनको लागि भिडियोलाई लाइक, शेयर र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। धन्यवाद।